नमस्कार। नेप इन्डिया अफिसियल च्यानलमा तपाईहरु सबैलाई स्वागत छ र आज फेरि नेप इन्डिया फाउन्डेसन सेन्टर टिमका एक्टिभ मेम्बर श्रीमती निर्मला तामाङज्यूको अध्यक्षता अनि नेप इन्डिया फाउन्डेसनको फाउन्डर श्री डाक्टर राहुल राईको उपस्थितिमा बेंगलुरुको मुर्गेसपालियामा फेरि एउटा नेप इन्डिया फाउन्डेसनको एरिया गठन गरिएको छ र जति पनि मुर्गेसपालियाको नेप इन्डिया फाउन्डेसनको नयाँ मेम्बरहरू हुनुहुन्छ तपाईहरु सबैलाई बधाई अनि नेप इन्डिया फाउन्डेसनमा स्वागत छ। अध्यक्षता हाम्रो मिटिङको अध्यक्ष हाम्रो निर्मला म्याडमले गर्नुहोस्। निर्मला म्याडमको अध्यक्षतामा आज मिटिङको घरेलु समिति सम्पन्न गरौँ। हामीले मिटिङ सुरु गरौँ भन्दाखेरि पहिला हामीले यसो इन्ट्रोडक्सन सुरु गरौँ न है। के भनेर चाहिँ उठेर तपाईले आफ्नो यसो परिचय दिउ। त्यसको बारेमा त भन्नु। सबैजनालाई म गङ्गा राई हो, मेरो नाम म बिजनबारीबाट हो। एक दुई शब्द। नमस्ते, म बिजिता। हजुर नमस्ते, त्यो बिफराबाट आएको, मेरो नाम पवित्र हो। अन्त मेरो घर खास घर चाहिँ बिजनबारी। तपाई पनि नमस्ते, म चाहिँ दार्जिलिङकै हो, मेरो चाहिँ टिस्टा भेल्लीको हो। हाम्रो गाउँपालिका तपाईको नाम के भन्नु पर्यो? हुन्छ, धन्यवाद धन्यवाद। चाहिँ बिरुपाडा जयगाउँको परे हैन। हजुरको नाम? चाहिँ यहाँनिर सज्जापुरा अनि नाम चाहिँ मिटिसा। सो यो हामीले सेकेन्ड थर्ड मिटिङ हो हाम्रो। एकदमै तपाईहरुलाई धन्यवाद। अब म्याडमले अलिकति दुई कुरा राखेर त्यहाँबाट हामीले कुरा राखौँ। तपाईले नमस्ते सबैजना, तपाईहरु आइदिनु भएकोमा थ्याङ्क यू। विशेष हाम्रो सरहरूलाई पनि थ्याङ्क यू है, नमस्ते भन्न चाहन्छु। म निर्मला तामाङ हो। तपाईहरु आइदिनु भएकोमा खुसी लाग्यो हैन। चाहिँ अब संस्था भनेको चाहिँ के हो भने चाहिँ संस्थामा लागेको छ भने चाहिँ भोलिको दिनमा अब हाम्रो संस्था छ, हामी संस्थालाई गएर भन्छौँ हैन, त्यहाँ भन्छौँ भन्नु अब हाम्रो एउटा उयो पनि हुन्छ, आँट पनि हुन्छ नि त हैन। तर गएर दुई वचन बोलिदियो भने पनि हामीलाई कति अब हल्का हुन्छ हैन। नमस्ते म्याडम। तपाईलाई त अस्ति मैले नेप इन्डिया फाउन्डेसनले आयोजना गरेको यो इन्टरनेसनल वुमेन्स डेमा पनि तपाईलाई देखेको थिएँ हैन। आज यो मुर्गेसपालियामा नेप इन्डिया फाउन्डेसनको गठन भइरहेको छ फेरि हैन। यो कार्यक्रममा पनि म तपाईलाई देखेँ है। र तपाई चाहिँ अब त्यसै यहाँ आउनु भएको या त तपाई पनि नेप इन्डिया फाउन्डेसनमा जोइन हुन नै आउनु भएको? म म्याप इन्डिया फाउन्डेसनमा जोइन हुनु आएको। जोइन हुनु आएको। जोइन हुनु अगाडि त तपाईले नेप इन्डिया फाउन्डेसनलाई बुझ्नुभयो होला, नजिकबाट सोच्नुभयो होला। तपाईले नेप इन्डिया फाउन्डेसनमा चाहिँ के चाहिँ देख्नुभयो म्याडम? मलाई म्याप इन्डिया फाउन्डेसन राम्रो लाग्यो। म्याप इन्डियाको फाउन्डेसन पोजिटिभ छ, एकदम राम्रो लाग्यो। हजुर हजुर। मैले सुन्दाखेरि चाहिँ अघि यस्तो कुरा गर्दै थिएँ कि नेप इन्डिया फाउन्डेसन त पार्टी हो भन्ने। पार्टी होइन, यो हाम्रो लागि राम्रो हो। यो त संस्था हो। संस्था हो एउटा हैन, हामीलाई एउटा हेल्प गर्ने एउटा संस्था हो। हामी अब म्याप इन्डिया फाउन्डेसनमा जोइन गऱ्यौँ भने हैन हाम्रो लागि राम्रो हो। हजुर हजुर। हाम्रो लागि भन्दा मात्रै यहाँ जति पनि बस्ने नेपाली भाषीहरूको लागि हैन, सबैजनाको लागि हाम्रो लागि सेफ्टी हो यो। हजुर। मतलब तपाईले नेप इन्डिया फाउन्डेसनको धेरै एक्टिभिटिजहरू नजिकदेखि हेरिरहनु भएको थिएछ। तपाईले नेप इन्डियाले गरेको एक्टिभिटिज कार्यहरू मन परेर चाहिँ तपाईले चाहिँ नेप इन्डिया फाउन्डेसनमा जोडिने चाहिँ इच्छा जताउनु भएर चाहिँ यो सभामा आउनु भएको है। ठिक छ। तपाईको नाम म्याडम? मेरो नाम गङ्गा राई हो। हुन्छ, ठिक छ। गङ्गा राईज्यू, तपाईलाई नेप इन्डिया फाउन्डेसनमा फेरि एकपल्ट स्वागत छ, वेलकम छ है। थ्याङ्क यू। थ्याङ्क यू सर। नमस्ते म्याडम। हजुर नमस्ते। आज तपाईहरूले यो बेंगलोरको मुर्गेसपालियामा एउटा नेप इन्डिया फाउन्डेसनको सेन्टर टिमलाई बोलाएर चाहिँ तपाईहरूले पनि एउटा नेप इन्डिया फाउन्डेसनमा तपाईहरू आउने भनेर एउटा कुरा राख्नुभयो र तपाईहरू नेप इन्डिया फाउन्डेसनमा चाहिँ आउँछु भनेर यस्तो सोच चाहिँ तपाईको कसरी चाहिँ आयो म्याडम? अलिकति भनिदिनुहोस् न म्याडम। नेप इन्डिया फाउन्डेसन चाहिँ जहाँ पनि अब होइन जस्तो सुकै पर्याय लाग्दा पनि सबै अगाडि आएर बोलिदिने होइन। सुन्नु त यो कुरा 2013देखिकै सुनेर आएको हो। यसमा मलाई पनि धेरै नै इन्ट्रेस्ट नै थियो र अहिले फिलहाल चलिरहेको यो नेपालीहरूले गरेको गतिविधि अब लालबागमा जस्तै भयो नि, अनि त्यही कारणले गर्दा अहिले बोल्ने संस्था त यहाँ धेरै हुनुहुन्छ, तर के अब तिमीहरूको लागि हामी छौँ भन्ने अहिले फिलहाल कोही छैन हैन। तर नेप इन्डिया फाउन्डेसन चाहिँ अगाडि आएर
केही पर्याय लाग्दा हामी छौँ भन्नेहरू हुनुहुन्छ र त्यस विषयले लिएर चाहिँ अझै मलाई इन्ट्रेस्ट बढेको र त्यही हो मेन चाहिँ। हुन्छ म्याडम, तपाईँलाई भनेपछि अब नेप इन्डिया फाउन्डेसनमा स्वागत छ, वेलकम छ म्याम। हस्।